नमस्कार, म रविन्द्र यादव। तपाईहरुलाई मेडिकल स्टुडेन्ट भाइ च्यानलमा स्वागत छ। तपाईहरु स्वास्थ्यको बारेमा भिडियो हेर्न चाहनुहुन्छ भने सबभन्दा पहिला मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि साथमा रहेको बेल आइकनलाई दबाउन नबिर्सनु होला कि यस्तो मैले स्वास्थ्यको बारेमा भिडियो तपाईहरु समक्ष ल्याइराख्छु छौं। आज हामी कुरा गर्नेछौं मेन्चुरियल साइकल कसरी चाहिँ केयर गर्ने, कसरी सरसफाई राख्ने, म त्यसको बारेमा आज कुरा गर्न गइराखेका छौं है। सबभन्दा पहिला सरसफाइमा ध्यान दिनुपर्छ। नियमित नुहाउने, सफा कपडा लगाउने अनि सेकेन्ड नम्बरमा चाहिँ सेनिटरी प्याड कप नियमित बदल्ने, 4 देखि 6 घण्टामा एक पटक बदल्ने अनि आराम 3 नम्बरमा आराम गर्ने है। आराम गर्ने, थकाइ कम गर्न पर्याप्त निद्रा र विश्राम गर्ने र 4 नम्बरमा चाहिँ सन्तुलित आहार। चाहिँ हामी फलफूल, दूध, अन्डा, बदाम आइरन युक्त खाना खाने अनि 5 नम्बरमा चाहिँ हामीले पर्याप्त मात्रामा पानी पिउनु पर्छ। किनकि हाम्रो महिलाहरुमा हुन्छ कि पानी नै खादैन हैन, पानी त पर्याप्त मात्रामा पिउनु पर्छ हामीलाई। अनि 6औं नम्बरमा हल्का व्यायाम गर्ने, किनकि हल्का व्यायाम गर्नुपर्छ, किनकि पेट दुख्छ अनि हल्का व्यायाम गर्नाले अनि पेट दुखाइमा सहयोग पुर्याउँछ है। अनि 7 नम्बरमा चाहिँ तनाव कम गर्नु होला। तनाव कम गरेपछि, किनकि तपाई तनाव कम गर्नुभयो भने अलि महिलाहरुमा हुन्छ कि तनाव बढी लिन्छ, तर त्यसमा तनाव लिनु पर्दैन। ध्यान संगीत गर्नुपर्छ, अलि ध्यान गर्नुपर्छ भगवानको, त्यसमा पनि ओम नमः शिवाय अलि तनाव कम हुन्छ। अनि त्यसैगरी 8 नम्बरमा धेरै पेट दुखेमा सिटामोल, आइबुप्रोफेन, मेप्टल चकी खान सकिन्छ आरामले, यो सेफ मानिएको छ। अनि 9 नम्बरमा समस्या भयो भने डाक्टरसँग, चिकित्सकसँग सल्लाह लिनु होला। किनकि त्यसमा अधिकतम कस्तो अवस्थामा सल्लाह लिनुपर्छ कि बढी तो रक्तस्राव भइरहेको छ हैन, किनकि मेन्स्ट्रुएसनमा 50 देखि 80 ml सम्म त्यो नर्मल मानिएको छ। त्यो भन्दा बढी रक्तस्राव भयो भने तुरुन्तै डाक्टरसँग गएर भेट्नु होला, सल्लाह गर्नु होला। आफैले कुनै यस्तो चकी रुक्ने उस्तै नखानु होला। हस्, धन्यवाद। आजको भिडियोमा यति नै। फेरि पनि हामी अर्को स्वास्थ्यको भिडियो ल्याइराख्छौं। अहिलेसम्म मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि साथमा रहेको बेल आइकनलाई नदबाउनु होला र आफ्नो साथीभाइहरुमा भिडियोलाई शेयर गरिदिनु होला। हस्, धन्यवाद।